नमस्कार। 5 महिनापछि स्वदेश फर्केका शेरबहादुर देउवाले पुनः एकचोटि राजा विरुद्ध चाहिँ आक्रोश पोखे। शेरबहादुर देउवा र गिरिजाको झगडाको कारणले गर्दाखेरि सांसद विघटन भयो र त्यो सांसद विघटन भइसकेपछि गराउँछु भनेको चुनाव शेरबहादुर देउवाले गराउन सक्नु भएन। त्यसपछि एकातिर माओवादी द्वन्द्व, अर्कोतर्फ चुनाव हुन सकेन। संवैधानिक शून्यताको अवस्था पैदा हुने खतरा भइसकेपछि राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै हुन्, जुन तत्कालीन समयको संविधानमै बसेर राजाले शासन सत्ता आफ्नो हातमा लिएर भ्रष्टाचारको छानबिन गर्न तत्कालीन सरकारले शाही आयोग बनायो र त्यो शाही आयोगले शेरबहादुर देउवा र प्रकाशमान सिंहलाई मिलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै 2 वर्षको जेल सजाय सुनाएको थियो। यो 62 सालको कुरो हो। तर त्यति भएपछि कता कता दिल्ली दरबारतिर सम्झौता भयो, यिनीहरू गणतन्त्रमा जान तयार भए र त्यो पछि पनि त्यस पश्चात पनि 62-63 को आन्दोलन भइसकेपछि यिनीहरूले यिनै राजा ज्ञानेन्द्र कहाँ बेबी किङ र कल्चरल किङ, सांस्कृतिक राजा भनेर प्रस्ताव लिएर गएका थिए र आज यिनले के भनेर घुर्किन्छन्, कुर्लिन्छन्, हामीले ल्याएको गणतन्त्र। शब्द म भन्दैछु है, हामीले ल्याएको गणतन्त्र, हामीले घोषणा गऱ्यौँ अरे क्या, यी हलीहरू हुन्। तर परिस्थिति यिनले किन राजा ज्ञानेन्द्र त सकेन, अरूले सक्छ यहाँ भने त शाही आयोगले शेरबहादुर देउवा र प्रकाशमान सिंहलाई 2 वर्षको जेल सजाय तोकेको थियो। तर त्यो उल्टाए, त्यो राज संस्था नै त्यागेर चाहिँ यिनीहरू अगाडि बढे। वास्तवमा यो कुनै एजेन्डा थिएन, यो विदेशीले लादेका थिए र यिनका स्वार्थ मिलेका थियो त्यो बेला। त्यही कारणले गर्दाखेरि त्यो बेलामा जेल चलान गर्न सकेन। अब अहिले नयाँ गर्नेले कहाँ हामीलाई जेल चलाउन सक्छ भन्न खोजे हो कि? अब अर्को अर्थमा बुझ्दाखेरि गगन थापाले पार्टी खोस्यो, पार्टी खोसेपछि म फेरि कब्जा गर्छु भन्न खोजे हो कि पार्टी? हैन। अब अथवा यो राजाले त मलाई जेल हाल्न सकेन, तिमीहरू नयाँ आएको अहिलेको आउरे भाउरेले सक्छौ भनेर नयाँलाई चाहिँ चुनौती दिएको हो कि? अब यो के हो? उनले अरू कुरो खुलाएनन्, तैपनि राजालाई चाहिँ टोकेरै उनले आक्रोश पोखे राजा विरुद्ध। एउटा 5 चोटि प्रधानमन्त्री भइसकेको मान्छे, म त कुटनीतिक कुराहरू आउँछन्, केही सभ्य कुराहरू आउँछन् जस्तो लाग्थ्यो। तर त्यसरी आक्रोशमा आउनु भने त अस्ति गत भदौमा शेरबहादुर देउवाको घरमा गएर शेरबहादुरलाई कुट्नेहरू र शेरबहादुरको चाहिँ भनौँ न त्यो बेहोरामा खासै भिन्नता मैले चाहिँ पाइनँ।